हेलो गाइस एन्ड अगेन वेलकम टु माई न्यू मिनी व्लग र गाइस आज भने चाहिँ बिहानै मैले गेस्टलाई 7:30 बजेको टाइम दिएको थिएँ र 8 बजीसम्ममा गाडी गेस्ट स्टार्ट गर्दाखेरि गेस्ट पनि आइपुगिसकेको छ गाइस र गेस्टलाई गाडीमा छिटो चढाएर हामी लाचेनबाट निस्किहाल्यौँ गाइस किनभने ढिलो भइसकेको थियो मैले अब टु नाइट लाचे नै हो भनेर आरामले गुरुदोङमार गएर आउनु त हो भनेर 8:30 को टाइम दिएको थिएँ नि त तर गाइस गेस्टले चाहिँ अचानक कालापत्थर पनि जाने भनेर भने मलाई सोधे नि त कालापत्थर के हो कस्तो छ के कसो छ त्यहाँको भनेर सोधे मैले राम्रोसँगले एक्सप्लेन गरिदिएको थिएँ कालापत्थर त जाने नै जाने मेरो इन्स्टाग्राममा भिडियो पनि देखिहालेछ लु यो त जाने जाने भैया मिस नगर्ने बाउले लिएर आएको छु एकैपल्ट मात्रै हो भनेर भन्नु थाल्यो र गाइस अहिले भने चाहिँ हामी थङ्गु चेकपोस्ट आइपुगिसकेको छौँ यहाँनिर कालापत्रको एन्ट्री वगेरा पर्मिटहरू सबै यहाँनिर दिइराखेर चाहिँ गाइस हामी त्यहाँबाट निस्क्यौँ र यहाँ माथिपट्टि आर्मी चेकपोस्टमा आएर पनि आर्मीलाई पनि हामीले रिपोर्ट गर्नुपर्ने हुन्छ र यहाँ पनि पर्मिटहरू दिइराखेर गाइस अब हामी लाग्यौँ कालापत्रपट्टि यहाँबाट चाहिँ एप्रोक्सिमेटली हामी आधी घन्टामा चाहिँ गाइस हामी माथि पुग्छौँ है र देखि सक्नुहुँदैछ तपाईँले बाटोबाट नजर यति दामी छ गाइस हामी माथि पुगिसकेको छौँ र गेस्टलाई घुम्नु लागि पठाइदिए 1 घन्टामा पनि इन्जोय गरेर आइछ भनेर चाहिँ म चाहिँ चिया खानु लागेँ गाइस है र यति दामी नजारा देखिने आज गाइस कालापत्थरमा गेस्ट त यति बेसी खुसी भयो है लु भैया ड्रोन सट पनि गरेँ भने मैले हुँदैन ड्रोन सट चाहिँ पहिला आर्मीलाई सोध्नुपर्छ भने किनभने अहिले कुन चाहिँ अफसरले आएर सोधेर भरे कसले उडाउनु लाग्यो भनेर ड्राइभरलाई सोधेर गरेको भनेर भने त मै फसिन्छु गाइस है र त्यही भएर मैले पहिला आर्मीलाई सोध्नु भनेर भनेको थिएँ आर्मीले अलिक तल गएर उडाउनु भनेछ र गाइस हामी त्यहाँदेखि निकै तल आएर चाहिँ यहाँबाट ड्रोन सटहरू उठाएर चाहिँ अब हामी सिधा लाग्यौँ गाइस गुरुदोङमारपट्टि अब हाम्रो मेन पोइन्ट त त्यही रहेको छ आज त पुग्छ लेकसम्म बाटो एकदम क्लियरै छ र अहिले भने चाहिँ गाइस गाईको अलिकति मुनिपट्टि हामी यहाँनिर आर्मी क्याम्पमा आएर एकछिन जाम लाग्यो यहाँनिर सिओ आइरहेको जस्तो लाग्यो त्यही भएर एकछिन हामीले रोक्यो र गाइस अहिले भने चाहिँ जाम खोलेर चाहिँ अब हामी सिधा लाग्दैछौँ गाईगाउँपट्टि र गाइस अहिले भने चाहिँ हामी गाईगाउँ पनि आइपुग्यौँ गाइस र अब भने चाहिँ यहाँनिर पनि पर्मिट एन्ट्री गरेर चाहिँ अब हामी सिधा लाग्नेछौँ गुरुदोङमार लेकपट्टि गाइस यहाँबाट चाहिँ 13 किलोमिटर मात्रै रहेको छ र गाइस बाटोबाट तपाईँले नजारा देख्नु सक्नुहुँदैछ एकदम दामी बाटो छ यहाँ तपाईँहरूलाई लिटरली लद्दाखको फिल आउँछ है र अहिले भने चाहिँ गाइस हामी यहाँबाट 2 किलोमिटर उकालो गुरुदोङमार लेकपट्टि लागिसक्यौँ है र म भने चाहिँ यहाँबाट सर्टकट पक्रेर उकालो लाग्छु किनभने मलाई यत्रो घुमेर जानु अल्छी लाग्छ र त्यही भएर गाइस अहिले भने चाहिँ हामी गुरुदोङमार लेक यहाँ आइपुगिसक्यौँ र पार्किङमा गाडी लगाएर चाहिँ गाइस गेस्टलाई मैले घुम्नु लागि पठाइदिएँ र गाइस हेर्नुहोस् न एकदम दामी नजारा आज गुरुदोङमार लेकको देख्नु पाइरहेको थिएँ गाइस है र गेस्ट त 15 मिनट पनि बेसी घुमेन गाइस मैले 20 मिनटको टाइम दिएको थिएँ 15 मिनट पनि नगुमेर भैया चलिए सास लिने दिक्कत हो रहा है भन्नु थालिहाल्यो र गाइस आयो भने चाहिँ हामी लाग्दैछौँ सिधै आफ्नो होटेलपट्टि र हाम्रो सबै पोइन्ट कभर भइसकेको छ र थङ्गुमा आएर यहाँनिर खाजा खानु लागि रोक्दै गेस्टलाई एकदम साह्रो परिरहेको थियो म्यागी चियाहरू खाने भनेर भन्नु थाल्यो र म पनि चिया र म्यागी सेकी खाइहाल्छु र गाइस र अहिले भने चाहिँ गेस्ट पनि खाइसकिसकेको छ र अब भने चाहिँ हामी लाग्दैछौँ आफ्नो होटेलतर्फ र गाइस आजको भ्लग के कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला र भेट्नेछु फेरि पनि नेक्स्ट भ्लगमा।